अब यसपालिको दसैँ चाहिँ पुरा राजनीतिक माहौलमा राजनीतिक चिन्तनमा बित्यो भन्नुपर्छ। अब यो यसपालिको दसैँमा किन यस्तो भयो भन्दाखेरि जेनजीको आन्दोलनले गर्दाखेरि समाजमा देशमै उथलपुथल ल्याएको हुनाले अहिले चाहिँ नि सबै समुदायका सबै वर्गका मान्छेहरूले चाहिँ नि यो राजनीतिमा चासो दिएछ। सबभन्दा ठुलो कुरो त के हो भने अहिलेसम्मका जुन पुराना पुस्ताहरूले राजनीति सम्हालेका थिए, अब 2007 सालदेखि यतातिरका पुस्ताहरू जो चाहिँ नि कोही मरेर गए, कोही अझै जिउँदा छन्, यी पुराना पुस्ताहरूले राजनीति कसरी हाँके र उपलब्धि के भयो त भन्दाखेरि चाहिँ जनतालाई, आम जनतालाई सन्तोष हुने गरी त्यस्तो उनीहरूको राजनीति क्षमता देखिएन। त्यसै कारणले अब यो युवा पुस्ताहरू देश छोड्ने, निराश हुने र रोजगारीको लागि यहाँ रोजगारी नपाएर विदेशिने, कोही पढाइको बहानामा विदेशिने, नफर्किने, उतै रोजगारी खोज्ने, उतै हराउने, यो चाहिँ नि प्रवृत्ति थियो। र यो अहिलेको जेनजी पुस्ताले पनि राजनीतिमा धेरै चासो राखेको थिएन। तर चाहिँ नि अकस्मात यो सोसियल मिडिया बन्द गर्ने काम चाहिँ नि ओली सरकारले गर्यो। एक्कासी उनीहरूको चाहिँ नि सास फेर्ने हावा, सास फेर्ने अक्सिजनै काटिएको जस्तो अवस्था भएकोले उनीहरू सडकमा आए। सडकमा आइसकेपछि त्यसले एउटा विध्वंसात्मक रूप लियो अनि त्यसले चाहिँ नि सफलता पनि हासिल गर्यो। 48 घन्टा नपुग्दै चाहिँ नि ओली सरकार ढल्यो। त्यसले गर्दाखेरि यो जेनजी पुस्ता पनि राजनीतिमा अकस्मात देखा पर्यो। अब यसले चाहिँ नि एउटा राम्रो सन्देश के दिएको छ भने यो बुढा पुस्ताहरू भन्दा यो नयाँ पुस्ता जुन छ, यी नयाँ पुस्ताले चाहिँ राजनीतिमा केही गर्न सक्ने आशाहरू पलाएको छ। कारण के हो भने अब यो सबै नीतिको मूल नीति त राजनीति हो। यो राजनीति भनेको एउटा चाहिँ नि कृषकले, कृषिमा लागेकोले, अथवा एउटा शिक्षामा लागेको प्रोफेसर शिक्षकले, अथवा एउटा चिकित्सकले, यो एउटा चाहिँ नि विभिन्न वर्ग समुदायले एउटा एउटा विधामा काम गर्ने मान्छेहरूले चाहिँ मात्रै देश बन्दैन। सबै नीतिको मूलनीति, सबै नीति सपार्ने हो भने त राजनीतिमा आउनु पर्थ्यो र सक्षम चाहिँ समुदाय चाहिँ राजनीतिमा आउनु पर्थ्यो। तर राजनीतिमा वितृष्णा थियो र पुरानो पुस्ताले चाहिँ नि राजनीति भनेको त यो गुलामी गर्ने रहेछ, विदेशीहरूको शक्ति केन्द्रको चाकरी गर्नुपर्ने कुरा पो रहेछ भन्ने जस्तो किसिमको चाहिँ नि यो प्रतिबिम्बहरू उनीहरूले आफ्नो चाहिँ यो इतिहासमा त्यस्तो देखाएको कारणले गर्दाखेरि मान्छे निराश हुने। राजनीति भनेको त खत्तम रहेछ, राजनीति त फटाहरूले गर्ने काम रहेछ, राजनीति त कतैतिर पनि कुनै पेसामा पनि सफल नहुने मान्छेहरूले गर्ने रहेछ भन्ने जस्तो चाहिँ नि यो भान चाहिँ नि परेको थियो। तर त्यसो होइन। खासमा राजनीतिमा राजनेता आएको भए यस्तो हुँदैन थियो। 7 सालदेखि यतातिर हामीले हेऱ्यौँ भने, 7 सालको इतिहास हेऱ्यौँ भने 7 सालको राजनीतिक प्राप्ति जुन लक्ष्य थियो, 7 सालमा जुन जनताको आकांक्षा थियो, इच्छा थियो, राजनीतिक लक्ष्य पुरा गर्नुपर्ने चाहिँ उद्देश्यहरू थियो, त्यो चाहिँ पुरा भएन। अहिले पनि हामी त्यही मोडमा छौँ। अब अहिले र त्यस बेलाको हालत हेर्ने हो भने 2007 सालमा 103 वर्षसम्म शासनमा रहेको जहानिया राणा शासनको अन्त्य जनताले गरे। किनभने जनताको लागि उनीहरूले काम गरेका थिएनन्। आफ्नो लागि, आफ्नो समूहको लागि, आफ्नो परिवारको लागि मात्रै राजनीति गर्थे। जनताहरू बिचाराहरू बेहाल अवस्थामा बाँचेका थिए। कोही रोगले मरेका थिए, कोही भोकले मरेका थिए, गरिबीमा पिल्सिएका थिए। अब त्यो चाहिँ त्यस्तो किसिमको अवस्थालाई फाल्नको लागि 2007 सालमा क्रान्ति भयो। त क्रान्ति त सफल भयो, तर भारतको चाहिँ नि सहकार्यमा, भारतको चाहिँ नि पहलमा दिल्लीमा गएर सम्झौता भयो। त्यसले गर्दाखेरि राणा मोहन शमशेर जुन छ उसैलाई चाहिँ नि प्रधानमन्त्री, अन्तरिम सरकारको प्रधानमन्त्री बनाइयो। अब यो चाहिँ सम्झौता थियो। अब त्यो सम्झौता नै गलत थियो, ऐतिहासिक भुल थियो। किनभने त्यसपछि राणा शासनै कायम भयो। अनि जुन प्रजातन्त्र जुन सेनाहरूले, क्रान्तिकारीहरूले जिते पनि चाहिँ नै अन्यल भयो। किनभने सरकार प्रमुखमा राणा नै छ। भारतको केही हस्तक्षेप अवश्य हुने भयो, किनभने पहल गर्ने काममा भारत थियो।
भारतले चाहिँ नि आफ्ना मान्छे नै ब्युरोक्रेसीको मान्छेहरू राखेर चाहिँ नि नेपालमा क्याबिनेटमै राख्ने प्रथा सुरु भयो। अनि ब्युरोक्रेसी मार्फत चाहिँ त्यो शासनहरू सत्ता चलाउने कामहरू भयो। किनभने तुरुन्तै चुनाव पनि भएन, अन्यल भयो, खिचातानी भयो, राजनीतिक खिचातानी र अन्यलले गर्दाखेरि 2015 साल लाग्यो। 7 सालदेखि 2015 सालसम्म चाहिँ नि अन्यलको अवस्थामा राजनीति रह्यो र त्यति बेलासम्म चाहिँ नि त्यो ब्युरोक्रेसी चाहिँ अलिक त्यो ब्युरोक्रेसी कुन थियो भन्दा राणाकालीन ब्युरोक्रेसी थियो। त्यसपछि 15 सालमा बल्ल बल्ल चुनाव त भयो, आम चुनाव। नेपाली कांग्रेसले 2/3 चुनावमा चाहिँ बहुमत ल्यायो। 15 सालमा चाहिँ नि बिपी कोइराला चाहिँ प्रधानमन्त्री भयो। तर ब्युरोक्रेसी आफ्नो नभएको कारणले गर्दा, सेना आफ्नो नभएको कारणले गर्दाखेरि 1.5 वर्षमा चाहिँ नि राजाले फेरि सत्ता चाहिँ नि हत्यायो, कु गर्यो अनि पञ्चायत शासन ल्यायो। त्यो पञ्चायत शासनभरि पनि दरबार र पञ्चहरू शक्तिशाली भए र चाहिँ नि ब्युरोक्रेसीले चाहिँ नि चलायो। त्यसपछि त्यो ब्युरोक्रेसी जुन राणाकालीन ब्युरोक्रेसी नै थियो, अब त्यसले जनताको काम त गर्ने नै भएन। अब चाहिँ नि 46 साल आयो, मान्छेको अवस्था जस्तो पहिला थियो राणाकाल त्यस्तै नै रह्यो। आम जनताले चाहिँ नि फेरि क्रान्ति गर्नु पर्यो। जनआन्दोलन 2046 साल आयो। 46 सालमा चाहिँ नि पनि के भयो भने आन्दोलनकारी सफल त भयो, तर चाहिँ नि त्यसमा पनि राजालाई पनि राख्ने किसिमको यो संसदीय व्यवस्था भयो, जहाँ चाहिँ नि संवैधानिक राजतन्त्र राखियो। त्यो अर्को ऐतिहासिक भूल थियो। किनभने ब्युरोक्रेसी, राणाकालीन ब्युरोक्रेसी यथावत भयो। ती मन्त्रीहरू जो आए त्यो टिप्पणी सदर गर्ने बाहेक अरू केही पनि भएन। अथवा ब्युरोक्रेसीको एउटा चाहिँ नि सानो अङ्ग बन्यो मन्त्रीहरू। त्यसमा चाहिँ नि त्यो 2046 सालको आन्दोलनमा पनि अप्रत्यक्ष रूपमा भारत समावेश थियो। अनि के भयो भन्दा आमूल परिवर्तन फेरि पनि भएन र ब्युरोक्रेसी स्ट्रङ नै थियो। अब त्यसको फलस्वरूप फेरि 51 सालमा यो माओवादी जनयुद्धको सुरुवात भयो। माओवादी जनयुद्ध भारतमै जन्मियो। भारतको समर्थनमा, भारतको संरक्षणमा 10 वर्ष जनयुद्ध भयो। अनि यो भारतकै पहलमा फेरि उनीहरूलाई 10-12 बुँदे समझदारी अन्तर्गत पार्टी सिस्टम अथवा संसदीय व्यवस्थाको एउटा दलको रूपमा परिणत गराइयो। त्यसपछि उनीहरूलाई चाहिँ नि एउटा चाहिँ नि संसद पुनर्स्थापन त भयो 2062-63 को आन्दोलनले। त्यसमा चाहिँ नि माओवादी लगायत सबै 5 दल समावेश थियो। चाहिँ नि त्यसरी चाहिँ यो जुन गणतन्त्र त ल्याइयो, तर चाहिँ नि ब्युरोक्रेसी यथावत भयो र भारतको जुन पहिलादेखिको चाहिँ नि प्रत्यक्ष परोक्ष रूपमा चाहिँ नि हस्तक्षेप थियो त्यो रहि नै रह्यो। र जति पनि ती पुस्ताका राजनीतिकर्ताहरू, राजनीतिक कर्मीहरू, नेताहरू चाहिँ नि परनिर्भर नै भए। किनभने उनीहरूमा एउटा मानसिकता के थियो भने हामी आफै सक्षम छैनौँ, हामीलाई चाहिँ बाह्य शक्तिको सहयोग चाहिन्छ भन्ने किसिमको मानसिकता थियो। र पछि त्यो बीचमा चाहिँ कोही चाहिँ अब विभिन्न बाह्य शक्तिहरूबाट खेल्न थाले। भारत बाहेक अन्य बाह्य शक्तिहरू पनि सक्रिय हुन थाल्यो। त्यसले गर्दाखेरि नेपालको राजनीति चाहिँ जनताको लागि भन्दा बाह्य शक्तिहरूको खेल मैदान बन्यो। अब अहिले चाहिँ नि हामी सबै निराश भइसकेको अवस्थामा नयाँ पुस्ताले जुन चासो देखायो, त्यही पनि अप्रत्याशित रूपमा यो सोसियल मिडिया बन्द गरेको बहानामा जब उनीहरू राजनीतिमा आए, तब अब यो नयाँ जेनेरेसन चाहिँ जेनजी जेनेरेसन चाहिँ अब चाहिँ नि यो परनिर्भर हुँदैन भन्ने हामीलाई लाग्छ। किनभने आत्मविश्वासका साथ स्वाधीनताका लागि परनिर्भर नभइकन, कुनै पनि बाह्य शक्तिबाट प्रभावित नभइकन यिनीहरू आए भने देश विकास हुन्छ। र पहिलादेखिको जुन ऐतिहासिक भूल छ र बाह्य शक्तिहरूको खेलमा चाहिँ राजनीति यताउता हुने, अब त्यस्तो बाह्य शक्तिको प्रभावलाई निष्प्राण गरेर चाहिँ नि आफ्नो यो स्वदेशको चाहिँ माटो सुहाउँदो, स्वदेशको चाहिँ नि जनभावना सुहाउँदो राजनीति आयो भने चाहिँ अवश्य पनि देशले काँचुली फेर्छ, देश विकास हुन्छ, समृद्धि हुन्छ। यो आशामा हामी बाँचौँ र जेनजी पुस्तालाई हामी सहयोग गरौँ र जेनजी पुस्ताको भावनालाई पनि हामी कदर गरौँ। अहिले जुन सरकार छ त्यो जेनजी पुस्ताको आन्दोलनको
चाहिँ परिणाम चाहिँ नि यो सुशीला कार्कीज्यू आउनुभएको छ प्रधानमन्त्रीको रूपमा। तर यसमा पनि अहिले चाहिँ नि विभिन्न आरोपहरू आउन थालेको छ। यसमा पनि बाह्य शक्तिहरूको खेलले गर्दा यो जेनजी पुस्ताको चाहिँ नि जुन आन्दोलनलाई तुहाउने काम भयो, एजेन्डा अपहरण गर्ने काम भयो र चाहिँ नि अब चाहिँ नि फेरि सम्झौतामा हामी टुङ्गिन थाल्यौँ। जेनजी पुस्ताको जुन माग थियो, जुन चाहिँ नि कार्यकारी चाहिँ राष्ट्र प्रमुख बनाउने त्यो चाहिँ नि त्यसलाई तुहाउने काम भइराखेको छ र चाहिँ नि जनताले 3 करोड जनताले आफ्नो कार्यकारी प्रमुख छान्नु पाउने अधिकार त्यसलाई चाहिँ नि नदिने खालको प्रपञ्च भइरहेछ। त्यसले अर्को ठुलो फेरि चाहिँ नि भुइँचालो ल्याउनेछ। त्यसले कसलाई कहाँ पुर्याउँछ। त्यसकारण त्यो किसिमको अवस्थामा हामी नजाउँ र यो अहिले सुशीला कार्की जुन प्रधानमन्त्री हुनुभएको छ त्यो नेपालको संविधान 2072बाट बनेको होइन। त्यो 2072 जुन चाहिँ नि नेपालको संविधान 2072लाई जेनजी पुस्ताले फालिसकेका छ, आन्दोलनले फालिसकेका छ। त्यसकारण चाहिँ नि उहाँ यो नयाँ स्पिरिट अनुसार उहाँ प्रधानमन्त्री हुनुभएको कारणले गर्दाखेरि जेनजी पुस्ताको जुन माग छ त्यसलाई हामीले सम्बोधन गर्नै पर्छ र त्यसमा चाहिँ नि यो संविधान यो नेपालको संविधान 2072लाई संशोधन गर्न जरुरी छ। संशोधनको प्रस्ताव उहाँले चाहिँ नि मान्नु भएन भने जेनजी पुस्ताको आन्दोलन ढिलो चाँडो यसले विकराल रूप लिनेछ र ठुलो महाभूकम्प आउनेछ। यो कुरा हामीले समयमै बुझौँ। म यति भन्न चाहन्छु। आजलाई म सबैबाट बिदा हुन्छु। धन्यवाद।